にちは、皆さん。日本語を学ぶ旅へようこそ。माजु फुकु फुकु भनेको के हो त? पुस्नु, वाइप गर्नु के सिसाहरू पुस्छौँ नि हामीले त्यस्तोलाई पनि फुकु भन्छ। पहिला पहिला हामीले के पनि पढाएको थियौँ त भन्दाखेरि चाहिँ फुकु भनेको क्लोथ्स, तर यो खान्जी फरक छ। यो चाहिँ दौसी हो है, भव हो। यो चाहिँ फुकु फुकिमास भन्छ हामीले यसलाई है। अर्को चाहिँ केक्खा। केक्खा भनेको रिजल्ट, नतिजा पनि भन्छ हामीले त्यसलाई, रिजल्ट होइन। केही कुराको रिजल्टहरू आउँछ नि त्यस्तोलाई हामीले केक्खा भन्छ, रिजल्ट है त। तपाईँहरूको इन्टरभ्यू भयो, इन्टरभ्यूको भोलि 2-4 दिन पछाडि अथवा त्यही दिनै चाहिँ रिजल्ट आउला अरे, त्यसलाई चाहिँ के भन्छौँ? केक्खा हुन्छ है त। अर्को छ गाइराइगो। गाइराइगो भनेको चाहिँ लोन वर्ड पनि भन्छ, जस्तो बाहिरी भाषाबाट आएको शब्दहरू, जस्तो आजकल हामीले नेपालीमा पनि कम्प्युटर भनेर पढ्छौँ नि होइन, त्यस्तै खालको के, त्यस्तोलाई हामीले के भन्छौँ त? गाइराइगो भन्छ है। आगन्तुक शब्द पनि भनिन्छ नेपालीबाट है त। अर्को के छ त? मामोरु भन्ने छ। मामोरुको मिनिङ चाहिँ दुईटा छ है। एउटा चाहिँ प्रोटेक्ट गर्नु अथवा जोगाउनु, अर्को चाहिँ के गर्ने त? अबाइड बाई भनेको चाहिँ पालना गर्नु होइन। केही कुराहरू चाहिँ रुल्सहरू पालना गर्नुलाई पनि त्यही मामोरु नै भन्छ है। अर्को चाहिँ मिनिङ के हो त? जोगाउनु पनि भन्यो है, प्रोटेक्ट गर्नु पनि भन्यो है। अर्को छ हाम्रो सफ्टवेयर भन्ने छ, त्यो भनेको त सफ्टवेयर भइहाल्यो है। अर्को छ हाम्रो मेरु भन्ने छ। के छ अरे? मेरु, त्यसलाई हामीले इमेल पनि भन्छौँ। अर्को के छ त भन्दाखेरि युबिन भन्छ है। जस्तो हाम्रो यो के पनि हो त भन्दाखेरि युबिन भनेको चाहिँ हुलाक क्या, चिठी हुन्छ नि, चिठीहरू पठाउने हुलाक, पोस्टल मेल पनि भन्छ हामीले त्यसलाई है। अर्को छ के त भन्दाखेरि चाहिँ इमेरु भन्ने छ, त्यो पनि इमेलै भइगयो है। अर्को के छ त? पुरेगाइदो भन्ने छ है। थिएटरको टिकट एजेन्सी अथवा टिकट एजेन्सी पनि हामीले त्यसलाई भन्छौँ, टिकट एजेन्सी पनि भन्छौँ है। ठिक छ, पुरेगाइदो भन्ने पनि छ है। थिएटरको टिकट एजेन्सी अथवा टिकट एजेन्सी पनि भन्छौँ है। यही यो भनेको चाहिँ न्युट्रिसन क्या होइन, पालन पोषणहरू हुन्छ नि, त्यस्तै गरी पोषण क्या, त्यस्तोलाई हामीले के भन्छौँ? न्युट्रिसन भन्छौँ। यही यो खारोरी, त्यो भनेको चाहिँ क्यालोरी, यति क्यालोरी खानुपर्छ, उति क्यालोरी खानुपर्छ भन्छ नि, त्यस्तै क्यालोरी हो है। यो चाहिँ इको छ है। इको भनेको चाहिँ वातावरण प्रेमी अथवा इन्भाइरोमेन्टल कन्सर्न, इको भन्छ नि होइन, त्यस्तोलाई के भन्छ त? इकोलोजी, इको भन्छ, इको है, इको। ठिक छ। अर्को छ खाङ्क्यो। खाङ्क्यो भनेको के हो त? इन्भाइरोमेन्ट, वातावरण होइन। अर्को के छ त? आप्पो पनि भन्ने छ है, अपोइन्टमेन्ट क्या, भेटघाट गर्छौँ नि त्यस्तोलाई हामीले के भन्छौँ? अपोइन्टमेन्ट भन्छौँ है त। अर्को के छ त? स्योइने भन्ने छ है। स्योइने भनेको चाहिँ के हो त? बचत गर्नु, ऊर्जाहरू, इनर्जीहरू सेभ गर्नु, इनर्जी सेभिङलाई चाहिँ के भन्छ त? स्योइने, अथवा ऊर्जालाई बचत गर्नुलाई के भन्छ त? स्योइने भन्छ। अर्को छ गाकुस्यु सुरु है, त्यो भनेको चाहिँ सिक्नु, पढ्नु होइन, लर्न गर्नु भन्छ हामी त्यसलाई है। अब अर्को जाउँ है, किजी भन्ने छ। किजी भनेको चाहिँ आर्टिकल है, लेख है, त्यस्तोलाई हामीले के भन्छौँ? आर्टिकल अथवा किजी भन्छौँ है। अर्को के छ त? वाकेरु भन्ने छ। वाकेरु भनेको चाहिँ छुट्टाउनु है, फोहोरहरू छुट्टाउनु, सेपरेट गर्नु क्या, छुट्टाउनु, त्यस्तोलाई हामीले के भन्छौँ? वाकेरु भन्छौँ। अर्को के छ त? उवासा भन्ने छ, हल्ला, र्युमर होइन, के हल्ला चलिरहेको हुन्छ नि, त्यस्तो हल्लालाई चाहिँ के भन्छ त? र्युमर भन्छ है। अर्को के छ त? आतारी भन्ने छ, एरिया, यो एरिया त्यो एरिया भने जस्तै सोनो एरिया है, सोनो आतारी है, वरिपरि भन्न खोजेको क्या। अर्को के छ त? आदुवाइसु भन्ने छ। आदुवाइसु भनेको के हो त? सरसल्लाह, सल्लाह दिने भन्छ नि, आदुवाइसु है। यो चाहिँ इङ्ग्लिसबाट आएको वर्ड है, गाइराइगो पनि भन्छ यसलाई है हामीले। अर्को के छ त? जिकेन भन्छ। जिकेन भनेको चाहिँ इन्सिडेन्ट, घटना हो है। ठिक छ। अर्को पनि यस्तै हामीले एन्फोमा पढेको थियौँ, जिको भन्ने पढेको थियौँ है, त्यसलाई चाहिँ हामीले दुर्घटना भन्छौँ है त, एक्सिडेन्ट भन्छ त्यस्तोलाई चाहिँ है। जिको भनेको चाहिँ एक्सिडेन्ट, जिकेन भनेको चाहिँ इन्सिडेन्ट। अर्को के छ त? उबौ भन्ने छ, लुट्नु, खोज्नु, टेक क्या, कसैबाट थुत्नु, स्टिल गर्नु, स्न्याच गर्नु है त। स्न्याच भनेको चाहिँ के त? खोज्नु भनेको है। ठिक छ। अनि स्टिल भनेको लुट्नु भनेको है त। होसु भन्ने छ, ड्राई, सुकाउनु क्या, त्यसलाई केही सुकाउने, लुगाहरू सुकाउने हुन्छ नि, होसु, त्यस्तोलाई हामीले के भन्छौँ त? ड्राई भन्छौँ अथवा होसु भन्छौँ है। अर्को छ के त? इगाई भनेको त्यो बाहेक, अपार्ट फ्रम द्याट, एक्सेप्ट द्याट होइन, बाहेक भनेको इगाई है, सोनो इगाई, त्यो बाहेक भन्न खोजेको। चुकु भन्ने छ है। चुकु भनेको के हो त भन्दाखेरि झुट बोल्नु होइन, झुट बोल्नु, टेल अ लाई है, चुकु। ठिक छ। अर्को के छ त? रोबोटो भन्ने छ, रोबोट भइहाल्यो त्यो भनेको है। होन मोनो भनेको रियल थिङ, असली चिज क्या होइन। अर्को एउटा के पनि छ भन्दाखेरि निसे मोनो भन्ने पनि छ है। जस्तो यहाँ यो मोनोको खान्जी छ नि, यहाँ यो चाहिँ
सामानको खान्जी हो यो है, सामानको खान्जी हो यो चाहिँ। अब हामीले यसलाई चाहिँ निसे मोनोमा चाहिँ मान्छेको खान्जी, मोनो पनि अर्को मान्छेको पनि खान्जी हुन्छ है, स्यावाला टाइपको खान्जी छ नि त्यो होइन। त्यस्तोमा हामीले चाहिँ राख्यौँ भने चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ फेक पर्सन पनि भन्न सक्छौँ है, निसे मोनो है। एउटा फेक सामान, फेक थिङ पनि भन्ने कुरा हुन्छ, फेक भन्ने पनि हुन्छ निसे मोनोमा चाहिँ। अर्को निसे मोनो भनेको फेक पर्सन पनि हुनसक्छ है त, त्यसमा चाहिँ मान्छेको खान्जी आयो भने है। अर्को के छ त तोबु भन्ने छ, तोबिमास भनेर पढाएको थियो नि होइन एन्फोमा, त्यही उड्ने क्या, उड्नु, त्यस्तोलाई हामीले के भन्छौँ त तोबिमास अथवा तोबु भन्छौँ। अर्को के छ त ओरेन्जी, सुन्तला, ओरेन्ज होइन, हामीले पहिला पनि पढाएको थियौँ मिखान भनेर है N5 मा, त्यस्तोलाई हामीले के भन्छौँ त ओरेन्जी पनि भनिँदो रहेछ है त। अर्को के छ त पाजामा भन्ने छ है, पाज्यामा भन्ने छ। पाज्यामा भनेको चाहिँ के हो त भन्दाखेरि त्यो जापानिज अथवा बाहिर देशको मान्छेहरूले चाहिँ के गरेर हुन्छ त भन्दाखेरि, हामीले पनि आजकल चाहिँ हाम्रो नेपालमा पनि चलिरहेको छ त्यो नाइट ड्रेस भन्छौँ कि, राति सुत्ने बेला लगाएर सुत्ने ड्रेसलाई चाहिँ पाजामा भन्छ। अर्को छ सिखाकुई भन्ने छ है, चारवटा सेप भएको वाला कि स्क्वायर हुन्छ नि, स्क्वायर सेपलाई चाहिँ हामीले के भन्छौँ त सिखाकुई, नेपालीमा भन्दाखेरि चाहिँ वर्गाकार है। अर्को के छ त उदे भन्ने छ, आम पाखुरा है, उदे है त। अर्को के छ त चुकेरु भन्ने छ, चुकेरु भनेको चाहिँ लगाउनु है, ठिक छ, अट्याच गर्नु। जस्तो हामीले के पढाएको थियौँ त भन्दाखेरि चुकेरु भनेको चाहिँ केही कुरा लगाउनु पनि भन्नु पर्छौँ, केही कुरा अट्याच गर्नु पनि भन्छौँ, त्यस्तोलाई चाहिँ चुकेरु भन्छ। अर्को के छ त फुरुसातो, घर जन्मथलो, होम टाउन, त्यस्तोलाई फुरुसातो है, उची भने जस्तै के होइन। मुरा भनेको चाहिँ भिलेज भयो अनि फुरुसातो भनेको चाहिँ घर जन्मथलो भयो। अर्को के छ त हानासी खाकेरु भन्ने छ, कसैसँग बोल्नु, स्पिक टु होइन, हानासी खाकेरु। अर्को के छ त फुजाइ रेनराकु ह्यौ भन्ने छ है, यो चाहिँ के हुन्छ त जापानमा चाहिँ के भइदिरहेको हुन्छ त भन्दाखेरि केही सामान लिएर आयो, सामान लिएर आउँदाखेरि चाहिँ आफ्नो घरमा छैन अरे फर इक्जाम्पल होइन, त्यति बेला चाहिँ एउटा नोटिस छोडेको हुन्छ है, ओसिरासे छोडेको हुन्छ। त्यो ओसिरासेलाई नै हामीले के भन्छौँ फुजाइ रेनराकु ह्यौ भन्छौँ है, ओसिरासे भनेको चाहिँ नोटिस है। त्यस्तै घरमा नहुँदाखेरि चाहिँ छोड्ने सूचना, यो सामान लिएर आएको थिएँ तपाईँ हुनुहुँदैन रहेछ भन्ने एउटा सूचना छोडेको हुन्छ, त्यस्तोलाई चाहिँ फुजाइ रेनराकु ह्यौ है त। अर्को के छ त ताकु भन्ने छ, ताकु भनेको चाहिँ घर, जस्तो जिताकु भन्यो भने चाहिँ आफ्नो घर भयो, ओताकु भन्यो भने चाहिँ अर्काको घर भन्ने हुन्छ है, अथवा हजुरको घर भन्ने हुन्छ है त। जस्तो कौजी, कौजी भनेको चाहिँ के हो त कन्स्ट्रक्सन, कन्स्ट्रक्सन निर्माण कार्य, कन्स्ट्रक्सन वर्क पनि भन्छ हामीलाई है। अर्को के छ त क्युजिचु, क्युजिचु भनेको चाहिँ होलिडे, बिदा होइन। अनि अर्को के छ त दानसुई भन्ने छ है, दानसुई भनेको के हो त इन्टरप्सन टु वाटर सप्लाई, अथवा पानी आपूर्ति चाहिँ रोकिनु क्या, कुनै कुनै वाटर सप्लाई हुन्छ नि रोकिदियो होइन, त्यस्तोलाई चाहिँ दानसुई भन्छ है। अर्को के छ त भन्दाखेरि रेमोकोन भन्ने छ है, ठिक छ, रेमोकोन, रेमोकोन भनेको चाहिँ रिमोट कन्ट्रोल है, आदि रिमोटको आदि छ, रेमो भन्ने छ, अनि त्यसपछि कन्ट्रोलको कोन, रिमोट कन्ट्रोल है त। अर्को के छ रोबोकोन भन्ने छ, रोबोट कन्टेस्ट है, रोबोटको प्रतियोगिता है त, ठिक छ। अब त्यस पछाडि के छ त भन्दाखेरि निगाते भन्ने छ, निगाते भनेको चाहिँ विक पोइन्ट, विक पोइन्ट है, कमजोर हुने कुरा है, कमजोर हुने कुरा भन्दा पनि के कुरामा चाहिँ कमजोर छौ त, के कुरामा विक छौ त भनेर सोध्छ नि, त्यस्तोलाई चाहिँ निगाते भन्छ है त। अर्को के छ त भन्दाखेरि चाहिँ मागिरावासी भन्ने छ है त, मागिरावासी भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ कन्फ्युजिङ है, अन्यलमा पर्नु भन्छ नि, त्यस्तोलाई चाहिँ मागिरावासी भन्छ है, ठिक छ। अर्को के छ त भन्दाखेरि चाहिँ सेइखाकु, सेइखाकु भनेको एकुरेट, ठिक छ है, यो मिलेको छ है भन्नलाई चाहिँ सेइखाकु। यो एउटा चाहिँ सेइखाचु भन्ने पनि छ, त्यो चाहिँ लाइफ लिभिङ हुन्छ नि होइन, आफ्नो जीवन भन्ने छ होइन, यो चाहिँ सेइखाकु है त। बारान्सु भनेको चाहिँ ब्यालेन्स, सन्तुलन, आफ्नो सन्तुलन हुन्छ नि, त्यस्तोलाई चाहिँ बारान्सु भन्छ है। हिकु भनेको छ, हिकु भनेको चाहिँ ड्र लाइन है, एउटा हिकु भनेको चाहिँ तान्नु भनेर पनि पढाएको थियो है पहिला चाहिँ, N5 मा पढाएको थियो अरे है, हिकु भनेको चाहिँ तान्नु पनि थियो होइन, तान्नु पनि हो। अर्को चाहिँ हामीले के पनि पढाएको छौँ त भन्दाखेरि यसमा आएर चाहिँ लाइन तान्नु, लाइन कोर्नु पनि भन्छ है, रेखा कोर्नु, सेन ओ हिकु, सेन भनेको चाहिँ लाइन हो है त, ठिक छ। अर्को के छ त भन्दाखेरि चाहिँ हिस्या भन्ने छ, हिस्या भनेको चाहिँ लेखक, अथर, राइटर है, साक्का भनेर पनि पढाएको थियौँ है, एनसानको लेसन 1 मा पनि साक्का भनेर पढाएको थियौँ, त्यो पनि के हो त भन्दाखेरि चाहिँ त्यही लेखकै हो, अथर हो है। अर्को के छ त भन्दाखेरि इमादानी, इभन नाउ, अहिले पनि भनेको है त, अहिले पनि यो काम गर्नुपर्ने छ यार भन्नु भन्छ
छैन हैन इवन नाउ भन्नु भनेको हैन इमादानी भन्नु भनेको अर्को के छ त भन्दाखेरि चाहिँ तोन्दे मोनाई भन्ने छ है तोन्दे मोनाई भनेको चाहिँ हैन त्यस्तो खासै केही पनि हैन भनेको चाहिँ नथिङ अफ द सर्ट भनेको है त अर्को के छ त उच्युजिन भन्ने छ उच्युजिन भनेको चाहिँ एलियन उच्यु भनेको चाहिँ युनिभर्स अनि युनिभर्समा भएको मान्छे अथवा पृथ्वी बाहेक अरू ठाउँको मान्छेलाई चाहिँ हामीले के भन्छौँ त एलियन भन्छौँ नि हो त्यस्तै उच्युजिन है त मात्ताकु भनेको चाहिँ पूर्ण रूपले इन्टायरली सबै होल भन्न खोजेको है त अर्को के छ त भन्दाखेरि यहाँ बेचु भन्ने छ है बेचुनो भन्ने छ है बेचुनो भनेको चाहिँ एनदर डिफ्रेन्ट अर्को फरक भन्न खोजेको कि अर्को के छ त जिसिन भन्ने छ आफै होइन वान सेल्फ पनि भन्छौँ है जस्तो राम जिसिनगा कोनो त्यो तेगामी हो खाइता भन्नु भन्यो अरे फर इक्जाम्पल होइन त्यो चिठी चाहिँ रामले आफै लेखेको भन्यो है वान सेल्फ पनि त्यस्तो मानि हुन्छ है युजिन भनेको चाहिँ फ्रेन्ड साथी है जस्तो यहाँ अगाडि तोमोको खान्सी छ है तोमोको खान्सी छ त्यो पनि साथी नै हो है माता भन्ने छ माता भनेको अझै साथसाथै होइन साथै भन्नु भनेको मोरोबर है अर्को के छ त राइसु भन्ने छ कुक्ड राइस होइन पाकेको भात ठिक छ अर्को के छ त आदुरेसु भन्ने छ है आदुरेसु भनेको चाहिँ के त एड्रेस एउटा चाहिँ घरको एड्रेस ठेगाना पनि हुनसक्छ अर्को चाहिँ इमेल एड्रेस पनि हुनसक्छ है ठेगाना है हजुरको एड्रेस दिनुहोस् न भन्यो भने त्यही इमेल एड्रेस पनि हुनसक्छ है त अर्को के छ त मेरो एड्रेस भन्यो भने चाहिँ यो चाहिँ इमेलकै ठेगाना इमेल एड्रेस भनेको है त अर्को के छ त प्रेजेन्ट भन्ने छ है प्रेजेन्ट भनेको चाहिँ के छ त प्रेजेन्टेसनै हो आफ्नो प्रस्तुति होइन त्यस्तोलाई चाहिँ हामीले के पनि भन्छौँ त प्रेजेन्ट पनि भन्छौँ अर्को के छ त आइडेन्टिटी भन्ने छ है आइडेन्टिटी भनेको चाहिँ आफ्नो पहिचान आइडेन्टिटी नै हो है त्यो भनेको आफ्नो पहिचान अर्को के छ त कोन्प्रायन्सु भन्ने छ कोन्प्रायन्सु भनेको चाहिँ अनुपालन पालना गर्ने के केही कुराहरू अर्को के छ त तातोएवा भन्ने छ तातोएवा भनेको फर एक्जाम्पल उदाहरणको लागि भन्नु भनेको है त ठिक छ अब यहाँ के छ त भन्दाखेरि पोरिसी भन्ने छ है पोरिसी भनेको के हो त नीति होइन सिद्धान्तहरू प्रिन्सिपल्सहरूलाई चाहिँ पोरिसी भन्छ बाई भनेको के त केस इन केस भनेर त्यो हामीले एन्फोमा प्याटर्न पढाएको थियौँ नि होइन बाइवा भन्नेवाला हो त्यही नै हो यस्तो केसमा यस्तो सिचुएसनमा भन्नु भनेको है त अर्को के त पासेन्तो 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 भनेको प्रतिशत है पर्सेन्टेज क्या है फुच्युनी भनेको चाहिँ युजल्ली सामान्यता क्या अर्को इमासारा अहिले आएर पनि भन्न खोजेको कि एट दिस स्टेज आफ्टर अल दिस टाइम इमासारा है हिजो यो भनेको नेसेसरी है आवश्यकता है त नेसेसिटीहरू है अर्को के छ त नाकुतेवा नारानाई भन्ने छ इन्डिस्पेन्सेबल भन्छ है इन्डिस्पेन्सेबल भनेको चाहिँ अपरिहार्य है नभई नहुने एब्सोल्युटली नेसेसरी क्या नभई नहुने चिजलाई चाहिँ अपरिहार्य नाकुतेवा नारानाई नभई नहुने चिज भनेको है त तोरु भनेको के हो त एउटा एचिभ गर्नु पनि भन्छ प्राप्त गर्नु पनि भन्छ है त ठिक छ बारेन्सुओ तोरु भन्यो भने चाहिँ ब्यालेन्स चाहिँ प्राप्त गर्नु पनि भन्छ है अर्को के छ त बुन्स्यो बुन्स्यो भनेको के त निबन्ध वाक्य एसे सेन्टेन्स पनि भन्छ है त्यसलाई अर्को के छ कुराभेरु भन्ने छ कम्पेयर गर्नु तुलना गर्नु पनि भन्छ है अब यहाँ अर्को चाहिँ यो चाहिँ अब अर्को छ ओइसोगासी तोकोरो भन्ने छ है त ओइसोगासी तोकोरो भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ एउटा यो चाहिँ पोलाइट बिजनेस जापानिज फ्रेज हो एक्सप्रेसन हो एउटा होइन जस्तो तपाईँ व्यस्त हुनुहुन्छ भन्ने अवस्थामा पनि आइदिनु भएकोमा धेरै धेरै धन्यवाद अथवा व्यस्त भएकोमा मलाई माफ गर्नुहोस् होइन अरूलाई सम्बोधन गर्दाखेरि चाहिँ युज गर्ने है जस्तो उसको स्थितिमा ध्यान राखेर जस्तो फर इक्जाम्पल ऊ व्यस्त छ अरे होइन व्यस्त छ अनि अब तपाईँको घर आइदियो अथवा तपाईँको काम गर्न आइदियो भने के हेल्प गर्न आइदियो भने ओइसोगासी तोकोरो किते इतादाकी आरिगातो गोजाइमस भनेर भन्नुहुन्छ क्या अब त्यो भनेको चाहिँ के हो त तपाईँ व्यस्त हुँदा हुँदै पनि आउनु भएकोमा धेरै धेरै धन्यवाद भन्ने मिनिङ है त ठिक छ अर्को छ के त भन्दाखेरि सोरेदे भन्ने छ सोरेदे भनेको चाहिँ एन्ड अझै के भयो जस्तो तपाईँ कसैको कुरा सुनिरहनु भएको छ अनि के भयो अनि त्यो भनेर एउटा जिज्ञासा जनाएको के अझै उनीहरूलाई चाहिँ के भन्ने त भन्दाखेरि चाहिँ अझै प्रोत्साहन गर्ने के है जस्तो उनीहरूको कुरा सुनेर उनीहरूलाई अझै भन्नको लागि चाहिँ सोरेदे के भयो त त्यसपछि भन्न खोजेको क्या है त अर्को छ बोकुजिसिन्मो सौदा खेदो भन्ने छ है त जस्तो बोकुजिसिन्मो सौदा खेदो भनेको चाहिँ के हो त है मलाई पनि त्यस्तै लाग्छ तर अनि त्यसपछि अब आफ्नो ओपिनियन राख्ने के है अब अर्को के छ त भन्दाखेरि नानीका नान्दाखा वकारा नाइ भन्ने छ अब यो यसको मिनिङ चाहिँ के हो मलाई थाहै छैन भन्छ नि त्यस्तो कुरा है त आई डोन्ट नो वाट्स वाट भनेको क्या के हो थाहै छैन भन्ने कुरा हो है त
今日はここまでです、皆さん。エンさんの語彙をしっかり覚えて、たくさん練習をしましょうね、皆さん。動画が良かったら、like や subscribe をお願いします。コメントもぜひ書いてください。はい、ありがとうございます、皆さん。皆さん、見てくれてありがとうございます。